के भो भन अब अर्को प्रश्नतिर लागौँ। अब हेर साला यो मान्छे 2 प्रश्नमा यो झेल्न सक्दैन। यो मलाई प्रश्नमाथि प्रश्न सोधिरहेछ यार। त्यसलाई हामी एउटा प्रश्न सोध्छौँ भागिहाल्छ क्या। चल बता यो जुन हाम्रो नेपालमा लाठी चार्ज गर्छ नि पुलिस त कुन चार्जर प्रयोग गर्छ बता। बगलोल फेन्ड भइहाल्छ। छोड दे सोध तेरै सोध। अर्को प्रश्न यहाँलाई नेपाललाई अमेरिका जस्तो बनाउन के गर्नु पर्ला? तेरो मुख फोर्नु पर्छ। तँलाई साफ सिलौटामा राखेर पिसिए दिनुपर्छ क्या। तेरो माथि डोजर चलाइदिनुपर्छ बगलोल। यो कुन यार साफ श्रीमतीको डिबी परेर आएको मान्छे जस्तो छ यार। यो साला दिमाग खराब गरेछ यार। आफ्नो पैसाले मापसै गर्दैन नि यस्तोहरू फोकटको खान्छ क्या। साफ हेर न अनुहार लोटरीको टिकट जस्तो छ त्यो पनि नपर्ने क्या। ए बगलोल एउटा कुरा अमेरिकालाई त अमेरिका रहन दे। नेपाललाई किन अमेरिका बनान्छस् रे? किन बनान्छस्? तिम्रो काका ठिकदार हो? अमेरिकालाई के नेपाललाई अमेरिका बनाउँछ? नेपाललाई कसरी राम्रो नेपाल बनाउनु पर्छ सोध्न। बा मुख फारेर भनिदियो अमेरिकालाई नेपाल जस्तो नेपाल जागर तै बना पागला कहीँ पग्ल्यो। दिमाग हाफै माइन्ड हो यो पुरा दिमाग छैन। पोलियोको ब्रान्ड एम्बेसडर ल भयो